स्वागत छ। आज हामी एउटा एकदमै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ, सफलता। नमस्ते। हो, सफलता जुन सबैलाई चाहिन्छ, तर यसको बाटो कस्तो हुन्छ है? हो नि, अनि यसलाई अझ गहिरिएर बुझ्न आज हामी सफलताका 3 रहस्य भन्ने एउटा सामग्रीमा आधारित रहेर छलफल गर्दैछौँ। त्यो सामग्रीले के भन्छ भने सफलता आकाशबाट खस्ने कुरा होइन। यो त निश्चित सिद्धान्तमा टिकेको हुन्छ। जन्मजात पाइने होइन, सिक्न सकिने कुरा भन्न खोज्नु भएको। एकदम। दैनिक सोच, हाम्रो मेहनत अनि अडान हो, यिनै कुराहरूको नतिजा हो सफलता। ल, त्यसो भए ढिला नगरौँ। त्यो सामग्रीले औल्याएका 3 रहस्य, धैर्यता, निरन्तरता र सकारात्मक सोच, यिनलाई एक एक गरेर केलाउन त सुरु गरौँ धैर्यताबाट। हुन्छ। धैर्यता सुन्दा त सामान्य लाग्छ, पर्खिने कुरा होला जस्तो। हो, तर के यो त्यति मात्र हो त? त्यो स्रोतले के भन्छ? होइन, त्यति मात्र होइन। स्रोतले भन्छ धैर्यता भनेको त खासमा जब असफलता आउँछ नि अथवा ढिला हुन्छ, त्यस्तो बेलामा पनि आफ्नो लक्ष्यमा विश्वास नगुमाउनु हो। कमजोरी महसुस हुँदा पनि हिम्मत नहार्ने, बरु त्यो असफलतालाई एउटा अनुभव, एउटा पाठको रूपमा लिने। कस्तो भने हरेस नखाने। एकदम। स्रोतमा एउटा तर्क के छ भने धैर्यता बिना नै छिट्टै मिलेको सफलता त भाग्य जस्तो भयो, त्यो कति टिक्छ भन्न सकिन्न। हो नि, भाग्य त सधैँ कहाँ साथ दिन्छ र। त्यसैले जब लक्ष्यमा विश्वास हुन्छ नि अनि त्यसका लागि लगातार प्रयास गरिन्छ, धैर्यता सबैभन्दा ठूलो साथी बन्छ। तत्कालै नतिजा नआउँदा पनि अगाडि बढ्ने शक्ति दिन्छ यसले। यो त गहिरो कुरा भयो। पर्खनु मात्रै होइन, विश्वास सहित अघि बढ्नु पो रहेछ। अब यसले मलाई दोस्रो रहस्यमा पुर्यायो, निरन्तरता। निरन्तरता यो पनि उत्तिकै महत्त्वपूर्ण। धैर्यताले टिकाइराख्छ भनियो, निरन्तरताले चाहिँ कसरी अघि बढाउँछ त यात्रा? स्रोतले के भन्छ यसमा? निरन्तरतामा त झन् कडा जोड दिएको छ त्यो सामग्रीले। मूल कुरा के भने ठूलो सफलता एकै दिनमा आउँदैन। आउँदैन त्यो त हो, बरु हरेक दिन गरिने साना तर नियमित प्रयासहरू छन् नि। तुनैको जोड हो सफलता। यसले एकैचोटि ठूलो फड्को मार्छु भन्ने सोचलाई खै अलि चुनौती दिन्छ जस्तो लाग्यो। भनेको त्यो सानो तर लगातारको प्रयासको शक्ति। एकदम। स्रोतले त केसम्म भन्छ भने दिनको 1% मात्रै सुधार गर्यो भने पनि वर्षको अन्त्यमा कति ठूलो परिवर्तन आउँछ। यो कुरा हामी बिर्सिन्छौँ क्या? हो नि, त्यो कम्पाउन्ड इफेक्ट जस्तै भयो है। ओहो, त्यस्तै त्यस्तै। सानो तर लगातार नियमितता नै खास शक्ति हो। वाह, सानो पाइलाको ठूलो महत्त्व। ल, अब तेस्रो रहस्यतिर लागौँ, सकारात्मक सोच। पोजिटिभ थिङ्किङ। यो सुन्दा त खै कता कता अलि सजिलो समाधान जस्तो पनि लाग्छ नि, होइन र? के सोचेकै भरमा सबै ठिक हुन्छ त? स्रोतले कसरी हेर्छ यसलाई? यसको गहिराई के छ? राम्रो प्रश्न सोध्नुभयो। स्रोतले यसलाई खालि खुसी मात्रै भइरहने भनेर मात्रै हेर्दैन। अनि के हो त? यो त एउटा विश्वास प्रणाली हो रे, जसले हाम्रो दिमागलाई समस्या आयो भने समाधान खोज्न लगाउँछ, बाधा आयो भने अवसर देख्न सिकाउँछौँ। ओहो, दिमागलाई तालिम दिने जस्तो हो नि। जब हामी म सक्छु भन्ने सोच राख्छौँ नि, हामी वास्तवमा आफ्नो दिमागलाई रचनात्मक हुन, उपाय खोज्न तयार पारिरहेका हुन्छौँ। अनि नकारात्मक सोचले चाहिँ? नकारात्मक सोचले त झन् सम्भावनाको ढोका बन्द गरिदिन्छ। स्रोतमा लेखकले आफ्नै अनुभव पनि सेयर गरेका छन्, कसरी निराशाबाट माथि उठ्न उनलाई यही सकारात्मक दृष्टिकोणले मद्दत गर्यो भनेर। भनेपछि यो मानसिक शक्तिको कुरा भयो। एकदम। मानसिक ऊर्जा बढाउने तरिका हो यो। ल, स्पष्ट भयो। आशावादी हुनु मात्रै होइन, आफ्नो क्षमतामा विश्वास गरेर दिमागलाई सक्रिय बनाउने कुरा रहेछ। त्यसो भए यी तीनवटै कुरा, धैर्यता, निरन्तरता र सकारात्मक सोचलाई एकै ठाउँमा राख्दा यो सामग्रीले दिन खोजेको खास सन्देश के हो त? निचोड के हो? खास सन्देश के हो भने यी तीनवटा कुरा छुट्टा छुट्टै होइनन्। यिनीहरू एकअर्कासँग जोडिएका छन् अनि सफल जीवन यात्राका लागि आधार हुन्। यिनीहरू एकअर्काका परिपूरक जस्ता हो। धैर्यता छैन भने निरन्तरता कायम राख्न गाह्रो हुन्छ। निरन्तरता छैन भने सकारात्मक सोचले मात्रै कहाँ पुर्याउँछ र? अनि फेरि सकारात्मक सोच छैन भने धैर्यता कसरी टिक्छ? हो नि, कुरा त एकदमै जोडिएको रहेछ। त्यसैले स्रोतले के भन्छ भने यी कुरा बुझ्ने मात्रै होइन, आफ्नो जीवनमा कसरी लागू गर्ने भनेर सोच्ने, सानैबाट भए पनि सुरु गर्ने।
ज्ञान मात्रै होइन कर्म पनि चाहियो। एकदम। कर्मको लागि आह्वान हो यो। साँच्चै एकदमै मनन गर्नुपर्ने कुरा। ल अन्त्यमा एउटा प्रश्न श्रोताहरूलाई पनि छोडेर जाउँ न त। हुन्छ। यी 3 रहस्य धैर्यता, निरन्तरता